नेपालीको बानी चाहिँ एउटा कस्तो हुन्छ भने फर्स्टमा भिडियो राम्रोसँगले हेर्दै नहेर्ने अनि मैले माथि चाहिँ एउटा स्टिकको पर स्टिकको चाहिँ 375 भनेर भिडियोमा मजाले लेखेको पनि छु के राखेको पनि छु होइन। अनि मलाई 500 जना भन्दा बढी कस्टमरले चाहिँ के भन्नुभयो भन्दा यो सबैको 375 हो, तलको भाँडाको पनि 375 हो भन्नुभयो। नमस्कार हजुर, होइन त्यस्तो होइन, यो एउटा पिसको 375 हो। अब हामीसँग यो 50-60 पिस मात्र बाँकी छ है, धेरै सामान छैन। अनि तपाईँहरू यो लिनुहुन्छ भने 750 रुपियाँ पर्छ अनि यसको चाहिँ 375 रुपियाँ एउटा लट्ठीको पर्छ भन्छु ल। अब म एउटाको यसको चाहिँ 375 रुपियाँ पर्छ। जुन कलर लिए पनि छ, हामीसँग व्हाइट कलर पनि छ होइन। सो हजुरहरू कन्फ्युज चाहिँ नहुनु होला, हामीसँग तल राख्ने भाँस पनि छ। यसमा चाहिँ यस्तो खालको भाँस पनि आउँछ है। हजुरहरूले चाहिँ यो खालको भिडियो देखिराख्नु भएको छ, यसको चाहिँ छुट्टै पे गर्नुपर्छ, माथिको छुट्टै हुन्छ। माथिको एउटाको चाहिँ तपाईँले 375 पर्छ ल, यत्रो हुन्छ है, कन्फ्युज नहुनु।